त्योबाट होइन हेलो बेबी सुन न भोलि हाम्रो अफिसको ग्रान्ड एनिभर्सरी छ सो तिमीले जसरी भए पनि मेरो लागि एउटा पर्फर्मेन्स गर्नुपर्छ ल बेबी आई एम सरी बेबी म पर्फर्मेन्स गर्न सक्दिनँ म त्यो अवस्थामा छैन बेबी प्लिज मेरो अवस्थालाई बुझ न है बेबी ए अब तिमी मेरो लागि एउटा पर्फर्मेन्स पनि गर्न सक्दैनौ तिमी यति ठुलो भयो बेबी जाँदा माया हाँस्दै जानौँला खुसी सबैसँग लिलानौँला यादहरूमा मै बाँचौँला कहानी हो अधुरै साँचौँला किन माया बास आफै दुख्नलाई आफै दुख्नलाई लाग्छ बेगति यो घाउ सुक्नलाई मै गाली गाए मै ढली गाए नि एक्लै भए नि डाक्टर राजेश जी तपाईलाई मैले कतिचोटि भनिसकेँ तपाईँ डान्स नगर्नुस् भनेर तपाईको ज्यानलाई खतरा छ राजेश जी म हजुरलाई यसरी बारम्बार सम्झाइरहन झस्काइरहन सक्दिनँ ख्याल गर्नुस् राजेश जी ख्याल गर्नुस् राजेश जी ख्याल गर्नुस् राजेश जी बेबी डान्स फर मी डान्स बेबी झस्काइरहलान् सम्झाइरहलान् म कहाँ जाउँला तिमीबाट टाढा समीपै हुन्छु झनै मगड सित झैँ हराई तिमी हुँदाका खुसीहरू आँसुले रमाई सुवास कस्तुरी समुला दस्तुर ओ बेबी डान्स फर मी राजेश जी डान्स बेबी तपाईलाई मैले कतिचोटि भनिसकेँ तपाईँ डान्स नगर्नुस् भनेर डान्स बेबी आँसुको भारी मनाठो पारी पोखियो आज संसारै हारी मनै त हो नि सके सम्झौँला नसके आधायो मुटुली जाउँला मै गाली गाए मै ढली गाए नि एक्लै भए नि हेलो म राजेश जीको डाक्टर बोल्दैछु राजेश जी ब्लड क्यान्सरको लास्ट स्टेजमा हुनुहुन्थ्यो उहाँलाई हामीले बारम्बार डान्स गर्न रोक लगाउँदा पनि उहाँले डान्स गर्न छोड्नु भएन र आज त्यही डान्सको कारणले
उहाँको मृत्यु भएको छ। वाउ एकचोटि सबैजनाको जोरदार हल्लासहितको ताली चाहिन्छ राजेशको लागि। एकदमै वन्डरफुल लाग्यो मलाई चाहिँ। ओके, रिजल्टको लागि वेट गर्नुहोला राजेश। अल द बेस्ट भन्दै अर्को